हेर साथी हो, अब हिजो हर्क साम्पाङलाई प्रधानमन्त्री बनाऊ भन्दाखेरि कसैले पत्याएनन्। होइन होइन होइन, हर्केले गर्दैन। कहाँ गर्छ र हर्केले? हर्केलाई त बनाउनै हुँदैन नि। हर्केले त कहाँ हुन्छ, त्यस्तो मान्छेलाई बनाउँछन् भनेर हिजो भन्दै हो। होइन, बिचरा हर्क साम्पाङ म देश चलाउँछु भनेर उहाँ धरानदेखि त्यत्रो खर्च गरेर रातारात काठमाडौँ जानुभयो। होइन, माया भएर गएको हो नि त देशको। यो देश मैले बनाउँछु, यो देश मैले बनाउनुपर्छ भनेर गएको हो नि त वास्तवमा। तर कसैले पत्याएनन्। पत्याएनन्। यसलाई बनाउन दिन्छन्? हुँदैन नि, कहाँ हुन्छ भनेर खिसी गरे, उल्लाए, बिल्लाए, मजाक बनाए, ट्रोल बनाए। यतिसम्म गरे कि ठुला ठुला पत्रकारहरूले समेत खिसी गरेर बोले। त्यति मात्र बोलेनन्, कलाकारहरूले पनि बाँकी छोडेनन्। झन् समाचारमा त हेडलाइनै बनाए, हेर्नुहोस् त हर्क साम्पाङ प्रधानमन्त्री चाहियो भन्दै काठमाडौँ गए भनेर उल्ली र बिल्ली बनाए। आखिर हर्क साम्पाङसँग के कम्ती थियो र है? पढाइ राम्रै थियो, देशकै लागि लड्छु भनेर गरिरहेका छन् काम। आज पनि देश बनाउँछु भनेर एउटा मेयर जस्तो मान्छे यार बाटो कुट्टो कोदालो खन्दै हिँड्या छन्, अनि हर्क साम्पाङ नराम्रो भए। हेर त, आखिर के चाहिँ नराम्रो भनेको थियो त है हर्क साम्पाङले? यार देश बनाउँछु भनेर लागेको थियो, होइन? प्रधानमन्त्री देऊ, तिमीहरूको चाहना अनुसार गर्छु, मलाई केही स्वार्थ लिनु छैन, म तिमीहरूकै चाहना अनुसार गर्छु, तिमीहरूको माग सम्बोधन गर्छु, भ्रष्टाचारीहरूलाई समाउँछु, झ्याम लगाएर जेल खोज्छु, भ्रष्टहरू कसैलाई छोड्दिनँ, कुनै पनि भ्रष्टलाई बाँकी राख्दिनँ। 46 सालपछिको सम्पूर्ण नेताको अथवा ठुलो पदमा पुगेहरूको अनुसन्धान गर्छु, जो तस्करी छन् उनीहरूको सबै अनुसन्धान गर्छु। हिजो रोकिएका फाइलहरू, हिजो शक्तिको आडमा रोकिएका फाइलहरूलाई म आफैले तिमीहरूकै अगाडि अनुसन्धान गरेर कारवाही गर्छु। जेएनजीहरूको के माग थियो सबै पुरा गर्छु। कार्यकारी प्रधानमन्त्रीको लागि आफूले गर्न सक्ने सबै गर्छु। जेएनजीहरूको माग सम्पूर्ण पुरा गर्छु भनेर हिँडे, होइन? जेएनजीहरूले के भने? हुँदैन हुँदैन, तपाईँ त हुँदैन, कहाँ हुन्छ, सुशीला म्यामलाई दिनुपर्छ, पूर्व प्रधान न्यायाधीश भइसक्यो मान्छेलाई, तपाईँ त हुँदैन हुँदैन भने होइन, उल्लु बनाएका हुन् नि। हिजो के अरे कमेडी बनाएका हुन् नि, उनलाई कति मजाक बनाए नि। आखिर हर्क साम्पाङ के नपुग्दै थियो र है? के उनी पैसा कमाउनलाई, उनी शक्तिको आडमा देश चलाउनलाई गएका त होइनन् होला नि? उनीले त सुशासन, समृद्धि, देश बनाउँछु भनेर गएका होइनन्। हर्क साम्पाङलाई के नपुग्दो र? यदि उनी अरू नेता जस्तै भइदिएका भए उनलाई के कम्ती थियो र है? धरान आनन्दले बस्थे, धरानमा उनको के कम्ती छ र? अथवा मेयर भइसकेका मान्छेलाई के कम्ती छ र है? गाडीमा बुडुर चढ्थे होलान्, होइन? अगाडि पछाडि 2-4 जना झोले गुन्डाहरू राख्थे होलान्, कार्यकर्ता जस्तै गरी बनाएर हिँड्थे होलान्, अरू त्यति भएन भने एउटा पार्टीमा लाग्थे होलान्। आनन्दले उनलाई हाई सन्चो तरिकाले बस्न सक्छन्। मेयर भइसकेका मान्छेहरू कतिलाई थाहा छँदैछ, होइन? कति कमिसन आउँछ, केही बन्नु पर्यो भने मलाई यति % सेयर दे, तेरो के काम गर्नुपर्ने हो, ल म रातारात गरिदिन्छु, यति हाल्दैन बाइक सोटक्क मेरो पर्दैन, साथीकोमा हाल्दै हुन्छ भनेर कमाउँथे होलान्। लाखौँ रुपियाँ कमाउँथे नि हो। तर के गर्ने, हामी नेपाली जनता हो, राम्रो कामलाई कसैले गन्दैनन्। आखिर हर्क साम्पाङ पनि त नपढे होइन नि यार, राम्रो पढे मान्छे, बुझ्या मान्छे, देश खाइसक्या, उनलाई थाहा छ जनताले कस्तो दुःख भोगिराखेका छन् भन्ने, होइन र? हर्क साम्पाङलाई वास्तवमा थाहा छ नि। हर्क साम्पाङ हिजो सबैले बिर्स्या हो र? हिजो पानी चाहियो भन्दै मेयर नहुँदा, सामान्य मान्छे हुँदा एक्लै हिँडे, होइन र? मेयर हुनुभन्दा अगाडि हर्क साम्पाङको काम कसले देखाएको थियो र? कसैले देखाएको थिएनन् नि। हिजो पनि एक्लै हिँडेका हुन्, होइन? हिजो एक्लै हिँडे होइनन् र मेयर हुनुभन्दा अगाडि? अथवा मेयर बन्न अथवा मेयरको पदमा उम्मेदवारी दिएपछि पनि एक्लै हिँडे होइनन् र? माइक बजाउँदै भोट दिनुहोस्, म देशको लागि केही गर्छु, अथवा हाम्रो ठाउँमा केही गर्छु, मलाई मेयर बनाउनुहोस्, त्यति मात्र होइन। मेयर बनिसकेपछि पनि
अब उसले जित्नै लाएपछि नि कहाँ जित्दैन नि, हारिहाल्छ नि। हर्कले जित्छ भनेर खिसी गर्थे है। यसले जित्छ, यसले त मान्छे कार्यकर्ता कसैलाई पैसै खुवाएको छैन भनेर मान्छेहरू हिँड्थे है। तर जनताको अगाडि कसको के लाग्छ र, जिताइ छाडे। अब हेर्दै जाँदाखेरि दिएनन्। अब जेएनजीहरूको त आन्दोलन तुइयो होइन, उनीहरूको सपना त तुइयो। हिजो उनीहरूले के भनेको थियो, कार्यकारी प्रधानमन्त्री बनाउनुपर्छ, भ्रष्टहरूलाई सक्नुपर्छ भन्थे नि। कार्यकारी प्रधानमन्त्री हुन्छन्, हेर्दै जाऊ न 6-7 महिना 1 वर्षपछि अब चुनाव हुन्छ। चुनाव नहेरी त सुखै छैन, किनभने जसरी पनि गर्नै पर्छ। यदि चुनाव भयो भने अनि जेएनजीहरूलाई अनि अब आउने सरकारले कसरी पाता खस्छ, सुन्दा नराम्रो लाग्ला। सुन्दा मलाई अहिले मैले भनिरहँदाखेरि नि साथीहरूले मजाक लाग्ला। तर अहिले त सत्ताभन्दा बाहिर 0% उनीहरूसँग 0% पावर हुँदा त यसरी खेद्याछन्। भोलि त जितेर आउने उनीहरूको मन्त्री हुन्छ, उनीहरूकै गृहमन्त्री हुन्छ, उनीहरूकै भए जति सबै हुन्छ। कसले जित्छ? जेएनजीहरू जान्छन् चुनावमा, कसले पत्याउनुपर्छ भन्ने मान्छे हो। तर जेएनजी फुटेर जेएनजी झगडा गरेर मजाक बनाछन्, हाँसो मजाक बनाछन्। त्यत्रो 72 जनाभन्दा धेरै मान्छे मरेछन्। अझै धेरै होलान् कि 1-2 जना कम्ती होलान्, ठ्याक्कै मैले बिर्सेँ। यत्रो मान्छे मरेका छन्, अर्बौं रुपियाँ देशको सत्यानाश भएको छ होइन। अहिले देश त कति पछाडि गइसक्यो नि। बुझ्नेले नबुझ्लान्, बुझ्नेले बुझेछन्, नबुझ्नेले हाँसो मजाक बनाउलान्। देश डुब्या छ नि, त्यो कसलाई थाहा छ? देश त हो यहाँ गए भने 6 महिना गए, आउने त को आउँछन्? भोलि आउने उनीहरू नै हो। जेएनजीहरूको पारा त्यही हो। मलाई नेता बनाइदियो, मलाई मन्त्री बनाइदियो, म त गृहमन्त्री बन्नुपर्छ भनेर हिँड्छन् होइन। एकजनाले स्वीकार गर्न सक्दैनन्, अनि नेताले देश बनाएन भनेर हुन्छ भने के? ए बाबा, असली जेएनजी र नक्कली जेएनजी बिच अहिले झडा पर्छ। हामी त असली हो भन्छ, अर्कोले होइन हामी असली हो भन्छ है। कोहीले भन्छ तुई पानी मार्दै ऊ नेता भयो, हामी हेरे भयौँ भन्छन् है। अब जो असली जेएनजी चाहिँ ऊ मरेर गइसके हो, गए। जो भिड्न अगाडि गएको थिए, देशको लागि देश बनाउनुपर्छ भनेर गएको थिए, उनले गोली खाए, उनीहरू शहीद भइसके। तर अहिले नेता बन्नकै लागि जेएनजी लुटे भन्न आएको छ। उनीहरू फुटे सकिए। देख्दाखेरि नराम्रो लाग्ला, जनताले पत्याउनु पऱ्यो नि यार। भोलि अब को हुन्छ? पहिला बालेन शाहलाई प्रधानमन्त्री बनाउने भने है। अब बालेन शाह थाहा भएन किन बन्न दिएनन् कि बनाएनन्। बालेन शाहले चाहेको भए बन्थे, किनभने उनको पावर थियो। तर के भए, उनी पछाडि हटे, लत्तै दुलोभित्र छिर्दिए होला। उनले खतरा देखे होलान्, केही गर्न सकिँदैन। गरे कि हेर्ने, त्यहाँ बसेर प्रधानमन्त्री बनाउनु भएन। आफू भएको सबै जान्छ, सत्तामा पुगेछ भन्ने उनले बुझ्यो होलान्। खेर जे भए पनि बालेन शाहलाई सबैले खोजेका थिए। उनी भन्थे पनि यिनीहरूले केही गरेनन्, हामी गर्छौँ, हामी देखाउँछौँ भन्थे। थाहा भएन, बालेन शाहलाई विरोध गर्ने कुरा नि भएन होइन। उनी किन गएनन् भन्ने कुरा उनी आफैलाई थाहा होला। तर जनताको चाहना थियो नि त्यतिखेर होइन। जेएनजीहरूको चाहना थियो नि त बालेन शाह नै हुनुपर्छ भनेर। तर खै त बालेन शाह लुके नि, बोलेनन् नि, त्यत्रो मान्छे मरे नि, केही बोलेनन् नि। मलाई अरू कुरा बालेन शाह मनै नपर्ने भन्ने होइन, हिजोको दिनमा पनि मन पर्या हो। अहिले पनि किन बोले छैनन् भन्ने प्रश्न लागिरहेछ। तर यत्रो जनताको हिजो सिंहदरबार जलाउँछु भनेर रिसको झोकमा भने अथवा के भने, सिंहदरबार जलिसक्यो होइन। तर जेएनजीहरूले प्रधानमन्त्री बनाउनुपर्छ भन्दा आएर प्रधानमन्त्रीको कुर्सीमा बस्न हिम्मत गरेनन्। कुरो त्यहाँ हो नि त होइन। उनी भोलि बल्लान् नबल्लान्, उनी के आउलान् अथवा पार्टी खोलेर आउलान्, त्यो आफ्नो ठाउँमा छ। तर जेएनजीहरूको अनुरोधमा समेत बनेनन्, चुप्पो लागेनन्। शहीदहरूको अगाडि आएनन् भन्ने धेरै गुनासो छ। म त गुनासो गर्दिनँ, मैले यहाँ बोलेर मलाई गाली खानु होइन। प्रष्ट जनताले देखा छन्। कमसेकम म यो कारणले प्रधानमन्त्री बनिनँ, भोलि चुनाव लडौँला भन्न सकिन्थ्यो होला। जनतालाई के राखे भन्छ त्यो कन्फ्युजमा राखेर आफू भित्रभित्र दुलोमा बसेको छ भनेर जनताले भन्छन् है। मैले केही भने होइन, यो जनताको प्रश्न छ, अत्याधिक छ। अब हेरौँ भोलि के होला। तर जेएनजीहरूको आन्दोलन तुइयो, किनभने नि एउटा नेतृत्वकर्ता बिना एउटा आन्दोलन सफल हुन सक्दैन।
यो सत्य कुरा है। जसले जे नै भने पनि एउटा नेतृत्वकर्ता बिना आन्दोलन सफल हुँदैन। यत्र नेतृत्व गर्न सक्ने क्षमता भएका कोही पनि देखिएन। जेनजीहरूले गरेका आन्दोलनमा जेनजीहरूका मन्त्री छैनन् यार। अहिलेसम्म मन्त्री पुरा गर्न सकेका छैनन् सुशीला कार्कीले होइन। ठुलो कुरा गरेर के हुन्छ? कसलाई मन्त्री बनाउने? यसलाई बनाउने होइन। मलाई होइन मलाई बनाएर पर्छ होइन। कहाँ हुन्छ अब असली जेनजी हो भन्छ अर्को होइन। त्यो त पानी बढ्दा बढ्दै मन्त्री भएको नेता भएको असली हामी हौ। हामी त लडे होइनौँ, हामीले त यसरी मान्छे उ गरेका थियौँ भन्छन्। होइन त्यसलाई त भाषण नि राम्रो गर्न आउँछ, त्यसलाई त कानुन मन्त्री बनाउनुपर्छ, व्याख्या पनि राम्रै गर्छ भन्छन्। अर्कोले भन्छ होइन कहाँ आउनु, यो आन्दोलनको नेतृत्व गर्ने बेला हामीले सही छाप हानेको छ, यसको असली हामी हो भन्छन्। तर के भयो? देश विध्वंस भयो। जब उनीहरूले ठाउँमा जानुपर्ने बेला छैन, कोही पनि छैन। अहिले सामान्य आन्दोलन भयो। हुन त म जेनजीको विरोधी होइन, देश बन्नुपर्छ, यो देश समृद्धि आउनुपर्छ, जेनजीहरूले नेतृत्व गर्नुपर्छ भन्ने मान्छे हो। तर के भन्ने भन्दा हिजोको नेताभन्दा कम्ती भएनन् के। किनभने मिलेर अगाडि बढेर जानुपर्ने एउटा नेतृत्वले भोलि राष्ट्रपतिसँग होस्, प्रधानमन्त्रीसँग, जोगैसँग यस्तो हो, हामीले यस्तोको लागि लडेका हौँ, यस्तो जन्त्र मरेका हौँ भन्ने पनि छैन। बाहिर म्युटममा छन् गरेर हिँडेका छन् के। मैले जेनजीहरूको आन्दोलनप्रति म पनि त्यही पुस्ताको मान्छे हुँ, मैले समर्थन गर्नुपर्छ गरेको छु। तर मैले भने उनीहरूको त्यो चढ्ती कल्लाले भएन के, त्यस्तो हुँदैन के। लिडरसिप भनेको त्यस्तो हुन्छ। लिडरसिपले के देश बन्छ? बन्दैन। जसले जेसुकै भने पनि लिडरसिप भनेको त्यस्तो हुँदैन के। लिडरसिपलाई मान्नुपर्छ के। एकछिनको लागि ल मानौ एमालेमा अहिले केपी ओली जस्तो सुकै जे नै भने पनि उनले लिडरसिप गरेर यहाँसम्म लिएर आएका हुन् नि। होला जनतालाई उनले मानेनन्, जनतालाई उनले हिजो मारे 19 जनालाई, त्यो आफ्नो ठाउँमा होला। उनी भन्छन् मारे छैनन्। तर मैले भन्न खोजेको हो के भने हिजो एमालेलाई एउटा नेतृत्व दिएर, माओवादीसँग जुधेर, आफ्नै माधव कुमारसँग जुधेर, हरेकसँग जुधेर एउटा यो ठाउँमा फ्रेजमा लिएर आएर अन्तिममा उनले गल्ती गरे अथवा उनका के भन्छ उनका सहयोगीहरूले यसलाई बुझ्न सकेनन् अथवा असफल भए। यिनी असफल छन् अहिले मानौ एकछिनको लागि। उनी जे होलान् भोलि त फेरि उनीहरूको पार्टीले फेरि उसैलाई लिएर आए। अब महाधिवेशन हुँदैछ, फेरि लिएर आएर उनी नै आए भने त कसको के लाग्छ र? हो कि होइन भन्नु त एकछिनको लागि होइन। जनताले बाहिरी रूपमा हेर्दा नयाँ रूप खोजेका छन्, सत्य हो। जनताले नयाँ नेतृत्व आउनुपर्छ भनेका छन्, उनको पार्टीको विषय हो, त्यो भन्न केही छैन। भोलि उनी नै आए भने होला माथि पनि जालान्, उनी पार्टी सकिएला भने तल जाला, त्यो आफ्नो ठाउँमा छ। तर मैले भन्नु खोजेको भने एउटा नेतृत्व चाहिँ चाहिन्छ के। तर जेनजीमा देखिएन, नेतृत्व नै देखिएन के। भएकाहरूले लुट, म जति हेर नि लुट्ने शब्द आइरहेछ होइन। मैले भने उनीहरू टुटिरहेछन् के, टुट्नु हुँदैन के। एउटा नेतृत्व स्वीकार गर्न सक्नुपर्छ के। अनि त्यो नेतृत्वलाई विश्वास गरेर अगाडि बढ्यो भने अनि चाहिँ यिनीहरूले देश बनाउँछन् भने जनताले विश्वास जनताले विश्वास गर्यो। मजाको रूपमा भइसक्यो। अनि आन्दोलन मजाको यत्रो मान्छे जनता मरे। अहिले बुझ्दै जाँदाखेरि आन्दोलन नै कस्तो भयो भन्दाखेरि हाँसो मजाको पात्र भयो के। त्यतिखेर जेनजीहरूको आन्दोलन थियो, यसरी आएका थिए, एकै दिन सत्ता उल्टिया थियो, त्यसपछि जेनजीहरू नै थान्दा पाउ गरे, चुनाव भए, के हुन्थ्यो केही पनि भएन। एउटा इतिहासमा लेखिने भयो। तर के भयो? फुस्सै हुने भयो। मान्छेले विश्वास गर्दैनन्, मान्छेले पत्याउँदैनन्। तर वास्तवमा त्यही भइसकेको छ के। हेर्दा त्यो होइन जस्तो लाग्छ होइन, तर यही भइरहेछ के। 13 मिनटको जति भिडियो भइसकेको छ है। मैले चाहिँ भिडियो पछाडिबाट बनाइरहेको छु। एउटा क्यामेरा चाहिँ किन्नुपर्ने छ। मैले नि एउटा प्रदेशबाट बनाइरहेको छु। तर म देशको माया छ, हुनुपर्छ। मैले अघि नै कुरा कहाँ लगाएको थियो भने हर्क साम्पाङलाई हिजो प्रधानमन्त्री बनाएनन् अथवा उनलाई हेला गरे। उनको यो देश बनाउने चाहना छ, हुटहुटी छ। हुन त अब अहिले पार्टी खोलेका छन्। अब भोलि त्यही हो, प्रत्यक्ष नै हुन्छ, समानुपातिक नै हुन्छ। जनताले विश्वास गरेर उनलाई एकदम धेरै भोट आउने ठाउँमा छ। यिनले अहिले त सबैलाई मिलाएर जानु परेको छ भन्ने छन्। भोलि साँच्चीकै उनी अहिले जसरी मान्छेहरूले खिसी गरे जसरी हर्क साम्पाङ बाउडिएर भनौँ न, अहिले हाम्रो नेपालमा भन्छन् त हर्क साम्पाङले जातिलाई कुरा गर्यो भन्छन् क्या मान्छेहरूले होइन। भोलि ल एकछिनको लागि जाउँ, अहिले त्यतिसम्म त्यस्तो सोच पनि राख्नु हुँदैन होइन। भोलि भन्नु ल
यसरी अब अहिले मान्छेले भन्छन् कि ए राई र लिम्बूले राख्यो मात्र भन्छन् मान्छेहरूले होइन। भोलि साँच्चीकै हर्क साम्पाङले ल हामीलाई यस्तो हो यसरी उनी गर्न सकेनन् भनेर त्यस्तो अभियान चलायो भने के होला। तर त्यस्तो गर्नु हुँदैन। म त्यही भएर सबैजना साथ मिलेर हर्क साम्पाङ लगायत सबै म त यतिसम्म भन्छु कि यो देशमा नयाँ पुस्ताहरू मिल्नुपर्छ के। मिलेन भने देश बन्दैन। जस्तो कि अहिले इलेक्सनको लागि हर्कको आफ्नो सोच छ, उनी आफ्नो काम गरिरहेछन्, उनी कुनै कुराले फस्या छैनन् होइन। अब एकछिनको लागि मान्छेहरू भन्छन् हर्क मिल्नुपर्छ, बालेन मिल्नुपर्छ, रवि लामिछाने मिल्नुपर्छ भन्छु। अनि यिनीहरू चाहिँ नमिल्ने चाहिँ केमा हो भन्ने कुरा नि कहिले प्रश्न लाग्छ के। हर्क साम्पाङ र स्वतन्त्र पार्टी पनि नयाँ आएको हो, यिनले नि त्यस्तो विधि छैनन् हो। अहिले रवि लामिछाने दाजु केही कारणले हो फस्या छन्, फसाइयो भन्छन् मान्छेहरूले होइन। देख्दाखेरि त्यस्तो देखिन्छ पनि, भित्री कुरा कसैले देखाएको छैन, उपरवालाले मात्र देखाएको छ होइन। फस्या छन्, उनी राम्रो यो देशलाई बनाउनुपर्छ भनेर एउटा सोच बोकेर एउटा समृद्धि लिएर आउनुपर्छ, देशमा भ्रष्टाचार रोकिन्छु भनेर आएका हुन्, प्रयास नै गर्दा बिचमा ढाले सरकार, त्यो आफ्नो ठाउँमा छ। भन्न खोजेको के भन्दाखेरि बालेन हर्क रवि लामिछानेहरू मिल्न नसक्नु कारण के हो कि यहाँ सबैजना खेरि खानको लागि आएर छन् भन्ने लाग्छ के भयो त। ल देश बनाउँ, ल सबैजना एकै ठाउँमा आउँ, हर्क साम्पाङ आउँ, रवि लामिछाने आउँ, भनौँ न रवि लामिछाने हो नि। आजको दिनमा जति पनि स्वतन्त्र पार्टी जतिकै ठुलो कुरा गरे पनि हामी यस्तो हौँ, रवि लामिछाने फाल्नुपर्छ जतिखेर ठुलो कुरा गरे पनि आखिर यो ठाउँमा पार्टी र जनताको विश्वास त रवि लामिछानेप्रति हो नि। अहिले भन्छन् सुमना रवि लामिछानेको पछि लाग्यो हुँदैन फाल्नुपर्छ भन्छन् होइन। सुमनाहरूलाई के थाहा, विदेशमा बसेर हुन त हामी अहिले पनि विदेशबाटै बनाएको छैन, विदेशमा बसेर एका रातारात समानुपातिक कोटामा उनलाई के भन्छन् सांसद बनाएर मन्त्री बनाएला के थाहा रवि लामिछानेको महत्त्व। पैसाका बिटाहरू उनलाई के थाहा रवि लामिछानेको महत्त्व होइन। के थाहा रवि लामिछानेको महत्त्व भनेको त्यसलाई मात्र थाहा छ जो गरिब छ, जसले अन्यायको आवाज कसैसम्म पुग्दैन, जसलाई चिजो चेलिए बेची उता बेचिएकी चेलीहरूलाई थाहा छ होइन कसरी उद्धार गरेर ल्याएको थियो विदेशमा गएर जनताको आवाज बोले हो नि रवि लामिछाने। ठुलो कुरा गरेर हुन्छ, यो देशमा बोल्न सिकाउने रवि लामिछाने हो के भने तपाईँले। यो रवि लामिछाने आउनुभन्दा अगाडि कसरी बोल्थे मान्छेहरू, बोल्दैन थिए, हामी त जले भन्थे। उनले सिकाएको हुन् बोल्नलाई, जतिसुकै ठुलो कुरा गरेन आज रवि लामिछाने मनै पर्दैन भने पनि रवि लामिछाने विरोधी हो भने पनि रवि लामिछानेले सिकाएको हुन् यार बोल्न त हो। सत्य कुरा मान्नुपर्छ नि। हिजो टिभीमा बोलेदेखि जनता बोल्न लागेका हुन्, टाउको उठाएर भने गलत गर्नुपर्छ, भिडियो बनाउन सिक्ने रवि लामिछानेले हो, अन्याय विरुद्ध बोल्नुपर्छ भन्ने सिकाउने रवि लामिछानेले हो। हिजो यसले के गरे छोडिदिनुहोस्, आज केमा छन् छोडिदिनुहोस्, तर सिकाएको त एउटा अभियान त चलाएको उनले हुन् नि, रेडियोबाट बोल्न सिकाएको हुन् नि। आज मन पराउँदैन राजनीतिक दलहरूले रवि लामिछानेलाई। अस्ति पनि त मन्त्री हुँदा नि मन पराएन, सांसद हुँदा नि मन पराएका होइनन्, उनले जित्दा पनि मन पराएका होइनन्, ठुलो कुरा गर्नै पर्दैन होइन। अनि आज कसैले विरोध गरे रवि लामिछानेको भन्नु त स्वाभाविक रूपमा हो, के नौलो कुरा नि होइन नि। हिजो उनी सांसद बन्दा पनि हे भन्थे, एक सिट जित्दैन भन्थे, जितेका हुन् होइन। ठुलो कुरा गर्नै पर्दैन के, राम्रो कुरालाई सत्यलाई स्वीकार्न सक्नुपर्छ क्या। मान्छेले भन्थे केपी ओलीले भने होइन र एक सिट ल्यायो भने हामी हेरौँला भन्थे नि, ल्याम्मै ल्याएर दुई पटक पनि त्यही ठाउँमा जित्याउन्, भोलि गरेर नि जित्ला न आफ्नो ठाउँमा छ। मैले चाहिँ भन्नु खोजेँ के भने मुद्दा चलिरहेछ, सत्य के हो असत्य के हो, अब अदालतमा पुगिसकेको छ होइन। अदालतमा पुगेका मान्छेलाई अब हामी भन्छौँ आउनुपर्छ, उनी छुटेर देश बनाउने एउटा लक्ष्य बोक्नुपर्छ भन्छौँ होइन। मैले मतलब आज नि समर्थन हो, अहिले पनि समर्थन गर्छु, म त राम्रो मान्छे सबैको समर्थन गर्छु, हर्क साम्पाङको समर्थन गर्छु, रवि लामिछानेको समर्थन गर्छु। हिजो बालेनको गरे हो, आज फेरि उनीलाई लुसिफर के समथिङ भन्छन् है। जे भए नि एउटा देश बन्नुपर्छ भनेर हिँडिया मान्छे हो बालेन सानी, कुरा राम्रा छन्। अब यिनी बोल्दैनन् किन भन्ने कुरा हो। अब नबोल्ने मान्छे एउटा मान्छेले के भन्छन् भने बालेनको शाहलाई समर्थनलाई मन नपर्ला यो कुरा मेरो कुरा होइन। तर मान्छेहरूले के भन्छन् भने नबोल्ने मान्छे घुसघुसे हुन्छन् भित्रभित्र यहाँ भन्छन् है। अब त्यो कुरा उखानमा नि छ। बालेन शाह नबोल्नुको कारण के हो भन्ने चाहिँ अलिकति कौतूहलता लागेको छ के। जनताको सामु आउनुपर्छ नि यार, जे हुनु भयो हो। हिजो केपी ओली मन पर्दैन थियो, केपी ओलीले काम गर्न दिएन, आज त ए ल जनता हो अब हामीसँग छौँ, तपाईँहरू उठ्नुपर्छ भनेर उठेर अगाडि हिँड्नुपर्ने भन्ने सबैको चाहना छ क्या। थाहा छैन उनीलाई के खोजिरहेछन्, उनी के गर्न चाहिरहेछन्, अथवा उनी चुपचाप बस्न चाहन्छन्, अब चुनाव नै लड्न चाहँदैनन् कि। अब अहिले बालेनको नेतृत्वमा सिंहदरबार जलाइयो भन्छन्
है मान्छेहरूले, राजनीतिक दलहरूले आरोप लगाउँछन्। मेरो त आरोप होइन, म त देश बनाउने एउटा युवा हो, एउटा सोच राम्रो बोकेको, एउटा भिजन बोकेको मान्छे हो। यिनले देश केही गर्छन्, यिनले गराउनु पर्छ भन्ने सोच भएको मान्छे हो होइन। म विरोध गर्दिनँ। मान्छेहरूले सबले एकछिनको लागि एउटा यो देशमा कस्तो छ भने हामी साँच्ची के भनौँ भने सामाजिक सञ्जाल कतिपय मान्छेहरूले गलत रूपमा चलाउँछन्। एउटा चोर हो भन्दै भने सबैले चोरै हो पनि भन्छन् होइन, त्यस्तो पनि होइन। तर मैले के भन्न खोजेको भने बिना आधारमा बिना प्रमाणमा त चोरै होस् भनेर सबैले चोरै हो भनेर नि त्यसरी भन्न सकिँदैन। यिनको नदेखिएको कारणले गर्दाखेरि यिनी किन बोल्दैनन् भन्ने कुरा मान्छेहरूको हो के। जनताले उसलाई प्रधानमन्त्री बनाउन चाहेका थिए, जेनजीहरूले किन आएनन्? अनि ऊ के अरे त्यत्रा मान्छेहरू शहीद हुँदाखेरि हार्दिक श्रद्धाञ्जली दिन किन गएनन्? अस्पताल भित्र दिन किन गएनन्? उनी किन लुकिरहेछन् भन्छन् कि मान्छेहरूको अधिकांशको त्यही हो के हुन्छ भन्दाखेरि मान्छेले स्वीकार गर्नुपर्छ, सत्य स्वीकार गर्नुपर्छ है। मान्छे एक दिन मर्नुपर्छ। आज होला तपाईँ करोडौँ पैसा होला, तपाईँसँग पैसाले पुरिनु होला, त्यो आफ्नो ठाउँमा छ, तर एक दिन सत्य मर्नुपर्छ क्या। एउटा कुरा चाहिँ के हो भन्दाखेरि तपाईँहरूले स्वीकार गर्नुहोस् नस्वीकार गर्नुहोस्, अहिले मलाई बालेनको समर्थक होइन यो त विरोधी रहेछ भने नि भन्नुहोस् होइन। तर एउटा कुरा चाहिँ के हुँदो रहेछ भने तपाईँलाई मान्छेहरूले यति सम्मान गर्छ, यति मान्छ, तर तपाईँ त्यो मानलाई स्वीकार गर्न सक्नु भएन भने तपाईँले विरोध गर्न थाल्छ क्या मान्छेले। सत्य कुरा यो हो कि स्वीकार गर्नुहोस् नस्वीकार गर्नुहोस्। यदि तपाईँलाई सत्य गरेर सम्मान गर्दै पनि त्यो सम्मानलाई तपाईँले कुनै मतलब गर्नु भएन भने नि तपाईँले मान्छेले विरोध गर्न थाल्छ। तपाईँलाई थाहा छ बालिन शाहलाई 6-7 लाख 8 लाखले लाइक गर्थे एकैचोटि के। आज नि गर्छन्, आफ्नो ठाउँमा छ, तर उनी बोल्न चाहेनन् के, देख्नै चाहेनन् के। जनतामाझ आउनुपर्ने मान्छे आउनै चाहेन। अनि अहिले उनको विरोध भइरहेछ क्या। उनले आफू यो हो, म यो लाइनमा हिँडेको यस्तो हो भनेर अगाडि भन्न नसक्नु कारण के हो?